सुशीलाले महेन्द्र मोरङ क्याम्पसबाट 2028 सालमा बिए र बनारस हिन्दू विश्वविद्यालयबाट 2039 सालमा राजनीतिशास्त्रमा एमए गरेकी थिइन्। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट 2034 सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी थिइन्। सुशीला कार्कीको जन्म विक्रम सम्वत 2009 जेठ 25 गते भएकी थिइन्। नेपालकी प्रधानमन्त्री तथा सर्वोच्च अदालतको पूर्व न्यायाधीश हुन्। उनी नेपालको प्रथम महिला प्रधान न्यायाधीश हुन्। प्रधानमन्त्री खड्ग प्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद नेपालको सर्वोच्च अदालतले प्रधान न्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो। कार्की न्यायपालिकामा भ्रष्टाचार विरुद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्। उनी 2073 अषाढ 27 गतेदेखि 2074 जेठ 24 गतेसम्म नेपालको प्रधान न्यायाधीश थिइन्। भदौ 2082 मा भएको सरकार विरोधी जेनजी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए, जसको परिणामस्वरूप प्रतिनिधि सभा विघटन गर्ने पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई 26 भदौ 2082 मा सरकार प्रमुख बनाउने गरी सहमति जुटेको थियो। उनी आफ्नो पिताको 7 सन्तानमध्ये जेठी हुन्। उनको परिवार किसानी गर्थे। उनीहरू विराटनगर स्थित बीपी कोइरालाको परिवारसँग नजिक थिए। सुशीलाका बुवाले उनलाई डाक्टर बनाउन चाहे पनि उनले भने अध्ययनका लागि कानुन रोजेको थिइन्। बनारस हिन्दू विश्वविद्यालय वाराणसीमा अध्ययनरत रहँदा नेपाली काङ्ग्रेसका युवा नेता दुर्गाप्रसाद सुवेदीसँग भेट भई उनीहरूको विवाह समेत भएको थियो। अहिले उनी नेपालको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्।